Hi everyone, welcome to the channel. So from today onwards मैं करने जा रहा हूँ कैलेस्थेनिक. So अब से मैं ये वीडियो को नेपाली में करने जा रहा हूँ क्योंकि मेरा हिंदी थोड़ा वीक है, तो मैं अटक अटक के बात करता हूँ हिंदी में, तो इसके लिए मैं नेपाली में बात करूँगा. ठीक है. तो र हे गाइस, सबैलाई वेलकम छ मेरो च्यानलमा. र म चाहिँ एउटा फ्याट फ्याट बय जो कि अहिले फिट भइकन एउटा कुछ नयाँ ट्राई गर्नेवाला छ. र त्यो चाहिँ अब के ट्राई गर्नेवाला होइन, टपिक चाहिँ के को होला र तपाईँहरूलाई त्यही माइन्डमा आउँदै होला कि टपिक चाहिँ के टपिकमा यो भिडियो बनाउँदैछ. र म चाहिँ गर्नेवाला छु अब क्यालेस्थेनिक. एज अ बिगिनर, म बिगिनर पहिलो फेट बाँचेको छ. र अब मलाई मेरो मेन फोकस हो मसल बिल्डमा, जो कि म मेरो क्यालेस्थेनिकबाट पुरा गर्नेवाला छु. र क्यालेस्थेनिकमा बेसिक चिजहरू चाहिँ थाहा हुनु बहुत जरुरी छ, जो कि म तपाईँहरूसँग पनि सेयर गर्छु. इफ यु गाइज आर न्यू हियर, इफ यु गाइज आर विलिङ टु ट्राई सम क्यालेस्थेनिक moves, then you can do some then you can do it, because क्यालेस्थेनिक्स चाहिँ बहुत हेल्पफुल गर्छ बडीमा. आफ्नो बडी चेन्ज खतरै गरिदिन्छ त्यसले. र र फर्स्ट थिङ वार्मअपमा गर्नुपर्छ ह्यान्ड सर्कल, आर्म सर्कल नभए ह्यान्ड सर्कल, जे जे पनि भन्छ यसरी. नभए ह्यान्ड स्ट्रेच यस्तो. र यो हिप ट्विस्ट 1 मिनट, डाइनामिक स्ट्रेच 1 मिनट, 2 मिनट भयो. अनि यो ह्यान्डको मोबिलिटी आई मिन स्ट्रेच यो 430 सेकेन्ड्स. अनि यो सर्कल 430 सेकेन्ड्स. 3 मिनट गर्नुपर्छ तपाईँलाई वार्मअप. 3 मिनटको वार्मअप गरेपछि लेट्स डु सम क्यालेस्थेनिक moves, वर्कआउट एक्सर्साइज जे पनि भनौँला. सो फर्स्ट थिङ 10 पुसअप्स or 15 पुसअप्स, बिकज वी आर बिगिनर. त बिगिनरहरूलाई हामी कम्ती गरौँ तर अलिकति इफेक्टिभ गरौँ. सो त्यसको लागि विथ अ प्रपर पुसअप्स पोजिसन हामीलाई 10 पुसअप्स गर्नु पऱ्यो. ओके. सो हेरौँ, यहाँ हेर्नु होला हात मेरो कस्तो हुन्छ प्रपर. यो भयो पोजिसन 1, 10 push-ups done. Now second exercise जो कि हो plank. Focus on your glutes. हेर्नु होला. ग्याप देख्दैछ नि यहाँ. So that's why I'm gonna use a wooden chair. सो यति नै थियो एक्सर्साइजेस जो मलाई आउँथ्यो. र तपाईँहरूलाई अगर हेल्पफुल लाग्यो भने मेक स्योर टु लाइक, सेयर एन्ड कमेन्ट डाउन. अगर मैले के उल्टा पुल्टा गरेको छु, के रङ गरेको छु भनेपछि प्लिज लेट मी नो इन द कमेन्ट. म त्यसमा वर्क गर्नेवाला छु. म त्यो एक्सर्साइजमा वर्क गर्नेवाला छु जो कि मेरो भएको छैन राम्ररी. र तर मलाई चाहिँ जस्ट तपाईँहरू गाइड गर्नु होला, किनभने म पनि एउटा बिगिनर हो. र जो क्यालेस्थेनिक गर्नुहुन्छ, जोलाई आउँछ, प्लिज comment down and make sure to like, share and subscribe. Till then, take care everyone. Love you all guys. Peace out. Bye bye. Sayonara. Bye bye.